मध्य प्रदेशको सर्वाधिक चर्चित मानिएको रामजानकी स्टेडियमको डीपीआर असोजको तेस्रो हप्ताभित्रै गर्ने निर्णय मन्त्री परिषदले गरेको मुख्यमन्त्री यादवले बताएका छन्। भारत सरकारबाट प्राप्त 100 करोड अनुदान रकम र बाँकी मध्य प्रदेश सरकारको लगानी रहने स्टेडियमको डीपीआरको काम अगाडि बढाउने निर्णय भएको छ। उनले भने स्टेडियम निर्माण गरी 11औं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा सरकार लागेको छ। स्टेडियमका लागि 20 बिघा भन्दा बढी जमिन गुठी संस्थाले उपलब्ध गराएको छ। बहुउद्देश्यीय रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेतको आयोजना गर्न मिल्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा 100 करोड रुपैयाँ दिने घोषणा गरेका थिए, तर प्रदेश सरकारले योजना नदिँदा सो रकम अलपत्र परेको थियो। स्टेडियम निर्माणका लागि भारतीय अनुदान रकम लगायत भारतीय राजदूतावासले ग्रीन सिग्नल दिइसकेको छ। 50 लाख भन्दा माथिको विकास योजनाको टेन्डर गर्न मन्त्रीहरूलाई मुख्यमन्त्री यादवले निर्देशन दिएका छन्। टेन्डर प्रक्रियालाई तत्काल अगाडि बढाउन मन्त्रालयहरूलाई निर्देशन दिएको छ। उनले भने समयमै विकासको योजनाहरू पूरा गर्न सरकार लागेको छ।